सालैपछि एडमिसन गर्नुपर्ने यस्तो दिक्क लाग्दो सिस्टम छ अहिले बोर्डिङ स्कुलहरूमा। यो वर्ष एडमिसन गरौँ, आगुम पनि एडमिसन, 10 क्लाससम्म 10 चोटि एडमिसन गर्नुपर्ने जुन सिस्टम छ नि, अहिले नयाँ सरकारले यतातिर ध्यान दियोस् क्या। यहाँ हामी अभिभावकहरू यो कुराले पनि मारमा परेका छौँ। यो चाहिँ हट्नुपर्छ क्या। कसरी के गर्दाखेरि हटाउन सकिन्छ त्यसका लागि पहल गरिदियोस् यो सरकारले, बन्दै गरेको सरकारले। हुन त धेरै राम्रा शैक्षिक सुधारका सङ्केतहरू हामीले पाइसकेका छौँ। किन भन्दाखेरि ट्रेड युनियनहरू, विद्यार्थी सङ्घ सङ्गठनहरू चाहिँ बन्द हुनुपर्छ भन्ने कुराहरू आइसकेको छ। त्यसै गरी चाहिँ विदेशी नामबाट सञ्चालन भइरहेका विद्यालयहरूको नामहरू परिवर्तन गरेर स्थानीय पहिचान झल्कने खालका नामहरू राख्नुपर्छ भन्ने कुराहरू पनि आइरहेका छन्। यस्ता थुप्रै खालका शैक्षिक सुधारका सङ्केतहरू त आइरहेका छन्। तर प्रत्यक्ष रूपमा हामीले मारमा परेको चाहिँ के छ भन्दाखेरि सालैपछि हामीले एडमिसन गर्नुपर्ने जुन समस्या छ नि, त्यो चाहिँ हटोस् भनेर चाहिँ जोरदार माग गर्नुपर्ने बेला भएको छ। र हामी जति पनि अभिभावकहरू हुनुहुन्छ, म के आग्रह गर्न चाहन्छु भन्दाखेरि यो आवाज चाहिँ बुलन्द पारेर अगाडि उठाउन जरुरी छ। किनभने यो जुन एडमिसनको नाममा सालैपछि हामीलाई जुन पैसाहरू लिइँदैछ त्यसलाई चाहिँ तुरन्त रोकिनु पर्यो। एकचोटि गरेपछि 10 क्लाससम्म हुने गरेको त्यस्तो सिस्टम हुनुपर्छ। हामीले तिर्ने फिस हामी तिर्छौँ, अन्य कुराहरू फिसहरू हुन्छ, अरू कुराहरू तिर्छौँ, तर यो सालैपछिको चाहिँ एडमिसन फी चाहिँ बन्द गरियोस्। यसलाई चाहिँ जोरदार आवाज उठाउनुपर्छ र यो भिडियोलाई सेयर गरेर अब धेरैभन्दा धेरै माझ पुर्याइदिनुको लागि पनि अनुरोध गर्दछु। धन्यवाद।